नमस्कार साथीहरू। जुन केही दिन पहिला हाम्रो नेपाल सरकार सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले जुन निर्णय लिनुभएको छ, सीमाको सम्बन्धी बोर्डर जुन नेपाल भारतमा जुन नाका छ र त्यो नाका सम्बन्धी जुन निर्णय लिनुभएको छ कि ₹100 सम्मको मात्रै भारतबाट ल्याउन पाउने र त्योभन्दा बढी ल्यायो भने कर तिर्नुपर्छ। अब यो निर्णयलाई अब होइन कुन तरिकाले बुझ्ने? कि त पूर्ण रूपमा बोर्डर बन्द गर्नुपर्ने थियो, होइन भने त्यो एउटा व्यवस्थित तरिकाले बन्द गर्नुपर्ने थियो। कतै राजस्वको नाममा तराईवासीहरूलाई दुःख दिने गरी लक्षित त गरेको होइन, त्यस्तो आभास भएको छ। होइन भने सरकारलाई अवगत होला, तराईमा प्राय गाउँ हुन्छ, सहर हुँदैन र भाटभटेनी हुँदैन, ठुला ठुला मार्केट हुँदैन। हामीसँग ब्याङ्क ब्यालेन्स पनि हुँदैन। प्राय खेती गर्ने किसान हुन्छन् र त्यो किसान आमा बुवाहरूले खेतीपाती गर्छन् र अर्को तराईमा नेपाल र भारतको रोटीबेटीको पनि नाता छ, त्यो पनि यहाँलाई थाहै होला। जसमा त्यो त सबैलाई थाहै होला कि हाम्रो नेपाली उसमा चाहिँ लेनदेनको प्रावधान छ। एउटा मायाको हिसाबले, कसैलेको हिसाबले छोरीले दिन्छ, होइन? मतलब छोरीलाई दिन्छ, माइतीबाट के सामानहरू दिइरहेको छ यो उसमा। अब त्यो पनि ₹100 के सामान लिएर जाने? अरू कुरो सरकारले विचार गर्नुपर्छ है। श्रद्धालु भक्तजनहरू इन्डियामा तीर्थयात्रा जान्छन्, त्यहाँबाट धेरै छन्। वैष्णो देवी कुन कुन छन्, इन्डियाबाट पनि हाम्रो श्रद्धालुहरू आउँछ, नेपालमा आउनुहुन्छ। त्यो आस्थाको हिसाबले त्यहाँबाट प्रसाद ल्याउनु पाउने कि नपाउने? 100 को के प्रसाद ल्याउने र प्रसाद ल्याउनलाई पनि ट्याक्स तिर्नुपर्ने जस्तो भएको छ। अब धेरै साथीहरूले भन्ला के भन्छ, नेपालको राजस्व चाहिँ खल्ल पर्यो अरे। जब ट्रकका ट्रक, मोटरसाइकल एस्कर्टिङ भएर जब बोर्डर पारी गरिन्छ, त्यहाँ त राजस्वमा हुँदैन, खल्ल पर्दैन। तर जुन 2000-4000 सामान लिएर जुन आउनुहुन्छ किसान आमा बुवा, त्यसले राजस्वमा चाहिँ असर पर्यो नेपाल सरकारलाई। जुन लिनुभएको छ निर्णय, त्यसलाई नराम्रो भन्न खोजेको होइन र फिर्ता लिनु पनि भनेको होइन। हामी पनि सरकारले राम्रो काम गर्नु, साथ सपोर्ट पाउनेछौँ, त्यसलाई अलि व्यवस्थित गर्नु पर्यो। को तस्कर छन् र कुन आफ्नो दिनचर्या चलाउने, त्यसलाई चिन्छ। हाम्रो सुरक्षाकर्मी, प्रहरी सुरक्षाकर्मी र सशस्त्र प्रहरी बलका जुन सीमा सुरक्षा बलमा जुन खटिएका हुन्छन्, त्यो साथीहरूले चिन्नुहुन्छ, मजाले चिन्न सकिन्छ। रोक्नुहोस्, जुन राति राति सेटिङमा जुन पास हुन्छ त्यसलाई रोक्नुहोस्। होइन भने यदि सरकारलाई कठिनाइ भयो भने त्यसको एउटा विकल्प छ त, हरेक वाडा कार्यालयमा, हरेक गाउँपालिकामा, हरेक परिवारको एउटा पास जस्तो बनायोस्, एउटा कार्ड जस्तो बनाइयोस्, चाहे मेनुअली होस् या डिजिटल, जुन पनि तरिकाले गर्नुहोस्। र हरेक परिवारमा कतिजना सदस्य छन् र महिनामा कति खर्च लाग्छ, त्यो महिनामा 2 चोटि ल्याउने गरी, 1 चोटि ल्याउने गरी त्यो चाहिँ गरियोस्। सीमा सुरक्षा बल जुन खटिएका हुन्छ चेक गर्छन्, होइन?
त्यसरी गर्नुस्, बाँकी त्यो एउटा तरिका हो। र हामी त यो पनि भन्छौँ कि बोर्डर बन्द पनि गरिदिनुस्, तर जुन सेवा सुविधा भारतको जुन सिमाना नजिक भएर हामी भारतबाट सामान किनिन्छ, त्यो व्यवस्था नेपालमै गरिदिनु पर्यो, त्यही मूल्यमा नेपालमा गरिदिनु पर्यो। जाँदैन, कोही पनि जाँदैन, मार्केटिङ गर्नु पर्यो। अहिले जुन किसान, म पनि एउटा किसानकै छोरा हो। नेपाल सरकारले खाद, मल, बिजन पठाउँछ त तराईमा? आउँछ त? एक त आउन पनि आउँदैन र आयो भने पनि जुन खाद, मल जेष्ठमा आउनुपर्ने सायद श्रावण कर्दा पनि आउँदैन र आइसके भए इनकेस आए पनि जुन किसान हुन्छ त्यहाँ पुग्दैन। जुन पार्टीका झोलेहरू हुन्छन् उनीहरूकै हुन्छ। कति 10 वटा पनि जान्छ, कति 1 वटा पनि हुँदैन। नयाँ बिउ बिजनहरू पठाउनुहुन्छ। गाउँपालिकामा थाहा छ को गाउँपालिकामा कुन पार्टीसँग जोडिएको छन्, के छन्, त्यही हुन्छ। लास्टमा पिर मार्का पर्ने भनेकै गरिब किसानलाई हो। अहिले लक्षित पनि गरिब किसान नै भएको छ। भिडियो धेरै लामो हुन सक्छ होला, त्यही भएर चाहिँ धेरै लामो भिडियो नबनाऊ, हैन? अब अहिलेको अवस्थामा बुझ्दैनन्, धेरै किसान बुवाआमाहरूले बुझ्दैन र पुलिसको बुट खाने व्यवस्था जुन गर्नुभएको छ त्यो बुवाआमाहरूले, त्यसमा विचार गरियोस्। गरिबी नियन्त्रण गर्नुस्, साथ सपोर्ट हुन्छ। गरिबलाई नियन्त्रण नगर्नुस्। हामी नेपालमै स्वदेशी उत्पादन गरौँ, त्यसमा चाहिँ बढावा दिनुस्। कल कारखाना बन्द भएको छ तिनीहरू बढाउनुस्। तर यो गरिबलाई दुःख दिने काम चाहिँ फेरि एकचोटि सम्माननीय प्रधानमन्त्री र हाम्रो गृहमन्त्रीज्यूहरूसँग एकचोटि विचार गर्नु पर्यो यसमा। हामीलाई बोर्डर खोलिदिनु पर्यो, त्यसै जस्तोको त्यस्तै राखिदिनु भनेको होइन। व्यवस्थित गर्नुस्, विचार गर्नुस्। छ धेरै तरिका छन् जसमा तस्करी नियन्त्रण पनि हुन्छ र दुःख पनि पाउँदैन। जब कालाबजारी छन्, कालाबजारी बन्द गर्नुस्। सुपथ मूल्यमा बेच्ने पसल मार्केटको व्यवस्था गर्नुस्। अनि तपाईँले बोर्डरमा रोक्नै पर्दैन, कोही जाँदैन। इन्डिया किन जान्छ र? हस् त, धन्यवाद। साथीहरू, पुरा भिडियो नहेरिकन चाहिँ विचार नराख्नु होला। आफ्नो आफ्नो विचार पुरा भिडियोमा विचार हेरेर बुझेर अनि आफ्नो विचार राख्ने होला। हस् त, धन्यवाद। जय नेपाल।